Hello guys, good evening. Welcome to हजुरहरुलाई मेरो यो मिनी ब्लगमा। सो आज चाहिँ मैले फर्स्ट ब्लग बनाउँदै गरेको। सो अहिले चाहिँ हामी सकेर जाँदैछौँ। सो भोलि छुट्टी फाइनली 10 दिन बाद छुट्टी पाइरहेको छौँ। अन्त 2 दिन ड्युटी लागेर फेरि मन्डे छुट्टी। वाउ, बाटो हेर्न सक्नुहुन्छ। हेर्नु यस्तो साह्रो पानी परेर बाटो पनि यस्तो छ, के भन्नु, जिन्दगी गाह्रो छ। म चाहिँ रुम पनि आइपुगिसकेँ ड्युटीबाट। अन्त अब चाहिँ हाम्रो रुमहरू सफा चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले। यहाँनिर लुगाहरू चाहिँ बिहान उठेर गएको नि त। अन्त अब चाहिँ हामीहरू लुगाहरू ओछ्यानहरू लगाउनु पर्छ, धेरै काम छ। हेलो गाइस, यो चाहिँ हाम्रो नेपालीको सेलरोटी भन्छ यसलाई। यसलाई के भन्छ, तावा के भन्छ होइन, त्यो त छैन। यसलाई के भन्छ, यसमै पोल्दैछौँ। राम्रो हुन्छ कि हुँदैन तपाईँहरूलाई देखाउँछु। हेर्नुहोस् होला, यो चाहिँ हो मन्नु। खोल्नु त जान्दिनँ, भिडियो बनाउनु चाहिँ आउँछ, त्यही भएर भिडियो चाहिँ भनिदिनु त नाना। हाम्रो बुढी चाहिँ सेलरोटी पोल्ने, हाम्रो यो भोलि भाइटिकाको नेपालीको कल्चर सेलरोटी बस्दैछ। यता पनि बनाउँछ कहाँ हुँदैन। आज चाहिँ हाम्रो यो फर्स्ट टाइम तावामा सेलरोटी बनाउँदैछ। यहाँ छ मास्टर चाहिँ, उता पनि छ एकजना, यता पनि छ एकजना। अन्त फाइनली गाइस हाम्रो चाहिँ भाइटिका खुवाउने रोटी बनिसक्यो। यो चाहिँ हाम्रो खाने रोटी हो। अब यो बनिसकेपछि यस्तो पनि देखाउँछ है तपाईँलाई कस्तो खालको बनिन्छ भनेर। यो चाहिँ यस्तो यस्तो बनिरहेछ नि। यहाँ चाहिँ छ अर्कै दिदीको रोटी हो। दिदीको त झन् क्या सेक्सी रोटी भइरहेछ। अबि तपाईँको त भात दिनु पर्छ रोटी त। उहाँ यता अर्को छ, यता अर्को छ। यो चाहिँ उसको दाजुलाई दिने रोटी हो। यो चाहिँ हाम्रो भोलि बिहान खाने रोटी हो। पाकेपछि डल्लै खाइदिन्छु म यो। तपाईँहरूलाई म अहिले हाम्रो रोटी पनि देखाउने छु। हाम्रो रोटी कस्तो बनिन्छ भनेर। मेहनत त धेरै हाम्रो पनि छ। यो चाहिँ मैले पनि रोटी बनाउँदैछु फर्स्ट टाइम हो मेरो चाहिँ यो। पछि मेरो बुढालाई बनाएर खुवाउनु पर्यो नि त बेटी। हेर्दै गर्नुहोस् है मेरो रोटीहरू। जबरजस्ती टलाउनु यो चाहिँ हाम्रो भाइटिका भाइ दाजुभाइहरूलाई लगाइदिने माला है। यो चाहिँ गाइसहरू तपाईँहरूले लाउनु मन छ भने आउनु है। बल्ल बल्ल सक्यो भन्दा पनि सक्यो छैन। यहाँनिर कसैले सुन्दैछ। अन्त अब खोइ कति पुगिसक्यो। माला बनाउँदैछ माला। फाइनली गाइस अब चाहिँ रोटी पनि पाकिसक्यो। भोलि हामीले खाने। अब चाहिँ सुत्नुपर्छ है गाइस। गुड नाइट, ह्याभ अ स्विट ड्रिम्स।